हजुरहरूले पशुपन्छी पालन गर्नुहुन्छ र दानाको लागत मूल्य घटाउन चाहनुहुन्छ, धान खेती गर्नुहुन्छ र युरिया माथिको परनिर्भरता घटाउन चाहनुहुन्छ भने हजुरहरूले एजोला खेतीको बारेमा बुझ्नै पर्छ। अजोला एउटा जल उन्नी हो जसमा 25 देखि 35% प्रोटिन, 10 देखि 15% खनिज पदार्थ, 10% एमिनो एसिड, क्याल्सियम, आइरन एकदम धेरै मात्रामा पाइन्छ र यसको पातमा अन्नाबिन्ना भन्ने ब्याक्टेरिया हुन्छ जसले वायुमण्डलमा हुने नाइट्रोजनलाई माटोमा स्थिरीकरण गर्न मद्दत गर्छ। गाई भैँसीलाई खुवाउने दानामा 10 देखि 15% एजोला मिसाएर खुवाउँदा दुध 15 देखि 20% सम्म बढेको र दानाको खर्च 20 देखि 25% ले घटेको अनुसन्धानहरूले देखाउँछ। यस्तै कुरा बाख्रा, हाँस, कुखुरा, माछा र सुँगुरमा पनि देखिन्छ। अब एजोलाले फाइदै फाइदा गर्छ भनेर यो धेरै चाहिँ पशुपन्छीलाई खुवाउनु हुँदैन। अब इन्डियामा बाख्राहरूलाई 50% सम्म एजोला दिँदाखेरि चाहिँ पखाला लाग्ने, पेट ठुलो हुने समस्या देखिएको थियो। त्यही भएर कुखुरा, हाँस बाहेक अरू पशुपन्छीहरूलाई चाहिँ हामीले 15-20% मात्रै मिसाएर खुवाउँदाखेरि नै उत्तम हुन्छ। धान खेतमा एजोला प्रयोग गर्यो भने युरिया 30% सम्म कम हाल्दा पनि उत्पादन 10 देखि 20% ले बढेको अनुसन्धानले देखाउँछ। अब धान खेतमा एजोला हाल्ने दुईटा तरिका छ। पहिलो तरिकामा धान रोप्न भन्दा 2-3 हप्ता अगाडि खेतमा एजोलाहरू हामीले छर्ने र एजोलाले 2-3 हप्तामा त्यो पुरै खेत ढाक्छ अनि त्यो खेत ढाकिसकेपछि खेत जोत्ने अनि त्यसपछि धान रोप्ने। अर्को तरिका चाहिँ धान रोपेको 7 देखि 10 दिनपछि 15 देखि 30 केजी प्रति कट्ठाको दरले धानमा एजोला हालिदिने। करिब 15-20 दिनपछि एजोलाले सबै खेत ढाक्छ र त्यसपछि पानी सुकाएर एजोलालाई माटो मुनि पुग्ने गरी मिसाइदिने। यसरी धान खेतमा पुरै एजोलाले ढाक्ने हुनाले झार पनि कम आउँछ र पानी पनि कम बाष्पीकरण हुन्छ। अब यस्तो राम्रो चिज फैलाउने कसरी? खासमा त एजोलालाई पोखरी बनाएर या सानो ड्रममा या साना जति पनि पानी अट्ने भाँडाहरू छन् त्यसमा चाहिँ हामीले खेती गर्न सक्छौँ। अब पोखरी बनाएर गर्ने हो भने जत्रो साइजको बनाए पनि हुन्छ, तर 2.5 मिटर लम्बाइ, 1.5 मिटर चौडाइ र 20 सेन्टिमिटर गहिराईको खाडललाई आधार मानेर त्यस्तै बनाउँदा भयो। खाडललाई सुरुमा समान गहिराईको बनाउने र त्यसमाथि प्लास्टिक बिछ्याउने। त्यसपछि मलिलो माटोले 1-2 इन्च भर्ने अनि 2 केजी नपाकेको गोबर मल प्रति वर्ग मिटरको दरले हाल्ने। त्यसपछि 10-15 सेन्टिमिटर पानी राख्ने। याद राख्नुहोस्, एजोला गहिरो पानीमा राम्रो हुँदैन। त्यसपछि प्रति वर्ग मिटर 500 ग्राम एजोलाको दरले एजोलालाई हाल्नुपर्छ। एजोला 3 देखि 5 दिनमा डबल हुँदै जान्छ। त्यसैले त यसलाई सबैभन्दा छिटो बढ्ने वनस्पति मध्येको एक भनेर भनिन्छ। एजोलालाई 18 देखि 28 डिग्री सेल्सियस तापक्रम, सापेक्षिक आर्द्रता 60 देखि 70% राम्रो मानिन्छ र छहारीको आवश्यकता पर्छ। एजोलालाई छायामा वा हरियो जालीले माथि ढाकेर छाया पारेर पनि लगाउन सकियो। धेरै घाम, गर्मी वा धेरै चिसो भयो भने एजोला रातो हुन्छ। एजोला राखेको 10-15 दिनमा पोखरी पुरै एजोलाले ढाक्छ। त्यसपछि 2-3 दिनको फरकमा 1/4 एजोला निकाल्न सकिन्छ। फेरि 2-3 दिनपछि अर्को 1/4 निकाल्न सकिन्छ। यसरी नै प्रत्येक 2-3 दिनमा हामीले एजोला निकाल्दै पशुलाई खुवाउँदै गर्न सक्छौँ। अब यसरी एजोला निकालिसकेपछि हामीले एकचोटि पोखरी चाहिँ मजाले चलाइदिनुपर्छ। यो गर्यो भने एजोला अलि छिटो बढ्छ। त्यो निकालेको एजोलालाई पानीले पखालेर 1-2 घण्टा शीतलमा सुक्न दियौँ र त्यसपछि चाहिँ पशुपन्छीलाई दियौँ भने अझ राम्रो हुन्छ। अब यो एजोला खेती सम्बन्धी केही जिज्ञासा छ भने कमेन्ट गर्नु होला। आजको लागि यति नै। फेरि अर्को भिडियो ल्याउने बाचाका साथमा हजुरहरूबाट बिदा लिन चाहन्छु। हस्त, धन्यवाद।